आफ्नै अगाडि आफ्नो मोल राखेर मालिकले किनिन बेच गरिरहेछ। त्यसको विरुद्ध होइन हामीहरू। सरकार कसको लागि? निर्बल दुर्बलको लागि कि शक्ति भएकाहरूको लागि? कहिलेसम्म हाम्रा युवाहरू हाम्रो देशमा 1 करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन् 1 वर्षको जर्नी लगाएर? किन? त्यसमा छानबिन गर्नु पर्दैन? त्यसमा पोलिसी रिफर्म के गर्ने सोच्नु पर्दैन? कहिलेसम्म हाम्रा युवा यो खुला आकाश मुनि गोल घर जस्तो यो युवाहरूले महसुस किन गरिरहेको छ? त्यसमा हामीले आपत्ति जनाउनु पर्दैन? त्यो स्वीकारोक्ति गर्नु पर्दैन? यहाँ कतिजनाको छोराछोरीको उमेरको मान्छेहरू छन्, नाति नातिना पुस्ताहरू यहाँ देशमा बस्दिन जान्छु भनेर बाहिर गइरहेछन्। किन? जाने माध्यम के हो? भिजिट भिसा। रसियामा कसरी गएको छ? भिजिट भिसामा। खाडी मुलुकमा कुवेतमा डोमेस्टिक वर्कमा कसरी गएको छन्? भिजिट भिसामा। के हामी यो मोडर्न डे स्लेभरी हामी एक्सेप्ट गर्छौँ? दिस इज मोडर्न डे स्लेभरी सभामुख महोदय। यो सभ्य समाज के को हिसाबले हामी सभ्य समाजमा छौँ भन्ने? पावर त कम्स विथ अ सेल्फ लाइफ। अहिले आफू पावरमा छ भनेर जनताको समस्याको यस्तो ठुलो मुद्दाको सुनवाई नगरिकन अहिलेसम्म सरकार बसिरहेछ। म खबरदार भन्न चाहन्छु सभा